तिमी परेको छ झुलमुल छ चाहिँ मौरी आएका हुन्छन् त्यहाँबाट यसो गर्छ मौरीलाई चाहिँ सब मोबाइलले हेरेर के भनेर मौरी अँधेरैमा आउँछ त्यति थाहा पाउँछ। यो 30वटा चाहिँ राता हुन्। अब यहाँ आउँदा सेता हुन्। राताको र सेताको मोलको के फरक छ? उयो कहिले यसको धेरै हुन्छ कहिले उसको धेरै हुन्छ यसरी निकालेको छ। कति डिस्टेन्समा लाउनु छ हजुरले? यो त अब जति डिस्टेन्स अब बढी भयो। धेरै लाउनेले त गाडीमा जो लगेर टिप्ने हो नि 10 बाई 10 मा लाए पनि भयो। गाडी चाहिँ अब धेरै अब कसरी लायो नि अब मेरो त यति चाहिँ थोरै लायो अब त गाडी ल्याउनु परेन। यति भएपछि आफू हिँड्न सक्यो नि ठेलामा ल्याउन सकियो। भने यो कुन्टलै फल्छ एउटा भयो एभरेजमा कुन्टल फल्छ। एभरेजमा कुन्टलै जेठमा अब 11 लट फल्छ। बुटा कतिवटा आउने नि? 4वटा कसैमा 4वटा छ कसैमा 3टा छ। मैले यिनीहरूले गर्लान् भनेर एउटा चाहिँ उदाहरण मात्रै देखाइदिएको हो। मैले नत्र यसमा पनि लाउन सक्थेँ। सुसार गर्न सक्दिनँ। खेतेर हालेर गर्दाखेरि चाहिँ अब यहाँदेखि अब मलाई खानालाई पेन्सन आइहाल्छ। यो भालुमा त अलिक पर गएपछि यता दक्षिणतिर लगाएको छ नि थुप्रो त्यहाँ पनि लगाएको छ गरे अब लगाएको छ। यिनी सँगसँगै निस्केका भएर यिनी चाहिँ ऊ भए। अब चाहिँ सब फालिदिएपछि यिनी हाँगा निस्किन्छ। फल निस्किन लागेको बाटो बारेमा भन्नुहोस्। ऊ त्यहाँ देखाउनु भएको थियो नि फल निस्केर आएको। अब फल निस्केको अब फल निस्किन थाल्यो अब हाँगा निकाल्दिन अहिले। एउटा ऊ त्यहाँ अब यसले यहाँबाट हाँगा निकाल्दैन। अब यो यहाँबाट नै कहीँबाट पनि हाँगा निकाल्दैन। यो पट्टिले निकाल्दैन यसले। अब हाँगा बन्द भयो। अब यो फल निस्किसकेपछि फेरि आउँछ। अब यसले निकाल्ने भनेको माघ 15बाट यो वैशाख लास्टसम्म हाँगा निकाले काटे गर्नु पर्यो। अब यता उँभो कति हाँगा राख्ने हो? धेरै चाहिँ हाँगा छ भने काटेर फालिदिने। मैले चाहिँ हाँगा बिक्री गर्ने हो भने अब चाहिँ यिनी हाँगा काटेर बिरुवा बनाउने हो। ल जस्तो यहाँ बनाउनु भयो हजुरले यिनी बिरुवा आउनु होइन। यहाँ हजुरले 1 2 3 4वटा लगाउनु हो कि 3टा लगाउनु? अब जति पनि छन् अब चाहिँ यो टेम्परेरी बेच्ने आयो होइन यिनी के यिनलाई एउटा बोट कति हो? एउटा 3टा 4वटा लगाउनु हो। यति चाहिँ 1 बित्ता 1.5 बित्ताको चाहिँ धेरै लामो पनि हुन्न। फेरि धेरै लामो बनाउने हो भने यहाँसम्मको काटेर चाहिँ लामो बनाउने हो भने तपाईँको किन हुन्न भन्दाखेरि यसले चाहिँ यो चाहिँ यो यहाँसम्म पुगुन्सम्म यसले चाहिँ वृद्धि भनेको यसलाई यहाँसम्म पुगेपछि फेरि यहाँ काट्दिनु पर्यो। नत्र यो चाहिँ गई हुन्छ। योभन्दा बढी गर्नु भएन। योभन्दा बढी नआए कि पिलर कत्रो छ? यो पिलरमा यति झुन्डा हुनु पर्यो यसलाई। अब यसलाई चाहिँ यहाँ काट्दिएपछि त्यहाँबाट चाहिँ 3-4वटा हाँगा निकाल्छ। हो 3 राख्ने हो। फेरि योभन्दा चाहिँ अरू पनि हाँगा निकाल्छन्। तर चाहिँ जुन राम्रो हाँगो छ त्यसलाई राखिदिने। अरू हटाएर एउटै लाने। 4.5 फिट 5 फिटबाट अब हामीले चाहिँ यसो झार्ने हो। अब यसलाई लड्काउने हो भनेपछि त्यसलाई काट्दिने। मन्टो काट्दिएपछि बल्ल हाँगा आउँछन्। एकै वर्षमा त्यो काम हुन्छ। अब यो चाहिँ यो तपाईँको साउन भदौसम्ममा यो चाहिँ पुग्छ माथि। साउन भदौमा चाहिँ यसलाई काट्दिनु पर्छ। जाम अब त जाम राखिदिने हो। यहाँबाट चाहिँ एउटो हाँगाबाट तपाईँको चाहिँ यहाँबाट 2टा 3टा हाँगा चाहिँ धेरै राख्दिनु हुन्न। किन सानो फल हुन्छ। मैले कति राखिदिएछु? एउटा 2टा 3टा 4वटा राखिदिएको छु। योभन्दा धेरै राख्दिनु हुन्न। यहाँ बिचमा उतिबाट हाँगा निकाल्यो भने फालिदिने बिचबाट। अब यहाँ उसो भयो
यो फङ्गस लाग्यो। कोही फङ्कस लाग्यो भने यसरी काटेर फालिदिने यो भित्रको हड्डी चाहिँ यसो गल्नु भएन। यो त चाहिँ पुरै सेटै हुन्छ कि यो अहिले चाहिँ यसो फास्टफुड चाहिँ यसो यो फास्टफुड चाहिँ यसो अहिले अझै टाइम भयो छैन यो पानी आयो र मौसमले चाहिँ यसो साथ दिएर चाहिँ यसो फटाफट यसमा अलिअलि हजुरले अब मल के राख्नु भएको छ? म त त्यही गाई भैँसीको मात्रै मैले चाहिँ यसो उ राखेको छैन। प्राङ्गारीको मल चाहिँ हो आफ्नो चाहिँ। मैले चाहिँ यसो केमिकल चाहिँ यसो उस केही युज गर्दिनँ। मैले चाहिँ यसो उ गऱ्यो भने किरासिरा लायो भने यहाँ छर्दै मैले चाहिँ यसो उस विषादी प्रयोग गर्दिनँ। एकदम चाहिँ यसो यो अर्ग्यानिक चाहिँ बनाउने यसलाई किरासिरा यसलाई फेरि माथिसम्म पुर्याउनलाई यसलाई चाहिँ यसो किराले किम्लाले मुन्टो खाइदिन्छ। यसलाई चाहिँ यसो मुन्टो खाइदिन्छ कि भनेर चाहिँ खरानी हालिदिने गाईको गोबर पिसेर चाहिँ यसो ऊ तपाईँको चाहिँ ऊ निम यस्तोहरू चाहिँ उ गरेर त्यसलाई चाहिँ यसो हालिदिइराख्नुपर्छ, हेरिराख्नुपर्छ यसो मन्टा यसको, नत्र पनि मन्टो खाइदिन्छ। अब चाहिँ यो तपाईँको चाहिँ बिरुवा त यी प्रत्येकमा छन् चाहिँ बिरुवा छन् 200-250 बिरुवा छन्। लगाउने सिजन भनेको हजुरको पुसमाघ हो। लगाउने सिजन जहिले लगाए पनि हुन्छ, तर चाहिँ यसो सबभन्दा उत्तम लगाउने भनेको पुसमाघै राम्रो हुन्छ। अहिले यिनी बिरुवा निस्किएको त जहिले लगाए नि भयो। अनि अब जस्तो यहाँ नयाँ खाल्टो तयार गर्नु पर्यो भने यो नयाँ खाल्टो तयार गर्दाखेरि यो पिलर त भइहाल्यो, त्यो बाहेक अरू के लगाउने हो? के राख्ने नयाँ फर्स्ट टाइम हालिदिएको? फर्स्ट टाइममा त उसमा तपाईँको यसले उस बालुवे माटो मनपर्छ। बलुटे माटो। अब एक झेउवा बालु हाल्नुहोस्, एक झेउवा माटो, एक झेउवा मल, त्यो तीन चिजलाई बराबर चाहिँ मिक्स गरेर अब कस्तो जमिन छ चारवटा बिरुवाले त्यति गर्ने। अब यस्तै ओह्रालो छ हेमन्तको घरमा जस्तै छ, अब पानी चाहिँ बग्छ भने चाहिँ यो उठाउनु परेन, खाल्टै बनाएर राखिने भयो। पानी बग्ने ठाउँ हो भने, पानी चाहिँ चर्किने ठाउँ छ भने, पानी चर्किने ठाउँ छैन भने अब यस्तो उठाउनु पर्यो। यो जमिनभन्दा कति मुनि छ पिलर हजुर? 2 फिट? जमिन मुनि 2 फिट छ। 2 फिट र 4 फिट? यो 7 फुटको हो, 5 फुट बाहिर 5 फुट ऊ हो गऱ्यो। अब चाहिँ त्यहाँ हालिदिएपछि अब लगभग आधा फुट त जमिनमा यो यसले गर्दाखेरि 1 फुट जति त्यहाँ गएछ। ठिक छ। र आइसाल पनि बिरुवा चाहिँ आइसाल पनि मैले चाहिँ तमाम निकाल्न सक्छु बिरुवा। ल हुन्छ, ठिक छ, राम्रो कुरा, एकदम राम्रो देखियो। अब एउटा चाहिँ हजुरको सिफारिस अनुसार यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा लाँदा हुन्छ भन्ने यहाँको सुझाव छ। यसलाई चाहिँ राम्रोसित हेर्ने होइन, अरू चिजमा भन्दा यो चिजमा धेरै फाइदा हुने चिज यही हो। अब हामीले के सोच बनाएको छौँ भने जस्तो एउटा त यो भइहाल्यो 1 नम्बरमा, दोस्रो नम्बरमा ताइवानी अम्बा, तेस्रो नम्बरमा यो 2-3 थरीका आँप, अल्फान्सोको कुरा पनि आइरहेछ, अनि हाम्रो के अरे मालदाको कुरा पनि आइरहेछ। त्यसपछि हजुरको यता यहाँको हाम्रो लखनऊको के अरे दशहरी होइन, अब यहाँको हाम्रो लोकल हुने त्यही त हो। अब यत्रो गार्डन भएपछि तपाईँलाई फेरि मौरी आवश्यकता पर्यो। मौसीको आवश्यकता, मौरी पनि राख्नेको 200 गार राख्ने कुरा मौरी त अब यसलाई त यसैको बिचमा राख्ने। मैले चाहिँ देखियो यहाँ मौरी बाई प्रोडक्ट हो नि त यसको। अब दाङमा हामी गयौँ, यतातिर मौरीको चाहिँ भाउ सोद्धाखेरि 400मा चाहिँ मैले चाहिँ 2-3 बाल्टी लिएँ 400मा। उहाँ राखेको कति हो भन्दाखेरि 1000। असली यो उहाँ त हामीले 400मा ल्यायौँ, यहाँ किन 1000 भन्नु? 800 भनेको 1000 भन्नु हेरौँ, 800 1000 कति भन्नु? डबल के। यो ड्राइगनको रसको चाहिँ यो कहाँ हुन्छ 800? तिनीहरूको त तोरीको यताउति यो त ड्राइगनको रस हो भनेर ल्याएर डबल म ऊ पनि राखेको थियो। म चाहिँ डब्बा राखेको थियो। हामी उहीँ गएको थियौँ कि ड्राइगनले मौरी पालन त्यति सहयोग गर्ने क्या हुन्छ। अब तपाईँलाई चाहिँ खाना केही अन्त पाउन्न, त्यसलाई चाहिँ चिनी खुवाएर राख्ने हो। अब चाहिँ जेठबाट अब चिनी फक्रेपछि
यो त पुरै चाहिँ त्यो मौरीले बल्ल घेरे सुरु हो। यो पुरै सेटै हुन्छ यो पुरै सेटै हुन्छ त्यहाँबाट अर्को निस्किन्छ गर्दाखेरि त अब त त्यसलाई खाना जति दिनै पनि पर्दैन जति हुन्छ। हिउँदभरि चाहिँ छोरी र छोरीले काम गर्नु बर्खा लाग्छ यसले गर्ने छ अँ। बर्खाभरि यसले काम फेरि गर्ने चाहिँ यो तपाईँको चाहिँ बेलौती भयो यिनी चाहिँ फुलमा जान्छ गार्डन राखेपछि मौरी यस्तो सग्लाउँछ फिटोमा चाहिँ सब नाफामा चाहिँ मौरी चाहिँ यसो गन्किन्छन् यस बाई प्रडक्टको रूपमा मौरी आयो